म नवीन बराल यहाँको स्थानीय सरोकारवाला। यो फेवातालको मापदण्डका सन्दर्भमा यो विभिन्न समयमा विभिन्न खालका कुराहरू हुँदै आउँछन्, तर पछिल्लो समय जब चाहिँ एउटा बुझेको जानेको चाहिँ राजनीतिक परिवर्तनबाट चाहिँ नयाँ सरकार बनेको भनेर भनिरहेको अवस्थामा पर्यटकीय राजधानी पोखरामा जुन किसिमको राज्य आतंक भएको छ यो अलिकति गम्भीर कुरा छ। यसलाई व्यवहारिक पक्षबाट कानुनी सम्मत ढङ्गबाट कुनैबाट पनि यो न्यायसँग देखिँदैन। पर्यटक क्षेत्रमा राति पर्यटकहरू सुतिरहेको ठाउँमा होटलहरूमा गएर डोजर लगाउनु, त्यसपछि गएर स्थानीय व्यवसायीहरू राति सुतिरहेका चाहिँ स्थानीयहरू दलारी समुदायहरू यहाँका चाहिँ स्थानीयहरू चाहिँ सुतिरहेको अवस्थामा चाहिँ राज्यले चाहिँ ठुलो शक्ति प्रदर्शन गरेर डोजर लाउने यो वास्तवमा निन्दनीय काम छ। सर्वोच्च अदालतमा सीमाङ्कनका सन्दर्भमा र यो मापदण्डका सन्दर्भमा छुट्टा छुट्टै मुद्दा विचाराधीन रहेको अवस्थामा सर्वोच्चको नै हवाला दिएर यो 65 मिटर मापदण्ड क्षेत्रभित्रका मान्छेहरूलाई आक्रान्त बनाउने काम यो अत्यन्त निन्दनीय छ। यसलाई राज्यले तुरुन्त सच्याउनु पर्ने हुन्छ। बिना मुआवजा राष्ट्रिय हिसाबले सरकारले कानुनी अनुसार पनि प्रचलित मूल्यअनुसार मुआवजा दिएर अथवा ल्यान्ड पुलिङ गरेर कार्यान्वयन गर्न पर्ने ठाउँमा रातारात यो खालको चाहिँ दम्ब र शक्ति देखाउनु भनेको यो जनताको छातीमा डोजर चलाएर राज्यले आतंक मचाउने काम बाहेक अरू केही देखिँदैन।